हाम्रो आजको यात्रा सुरु भयो दानाबारीको लागि। कोदो फुल्यो बारीमा मजाले पानी सानी खाउँ, रेस्ट गरौँ। के ठाउँ भनौँ? ए छबोटे यसलाई 3टा बनाएर सुधार्ने हो। सुधारेर चाहिँ पानी पाइयो। हाम्रो टुरिस्टहरू चाहिँ मजाले सिन लिइराख्नु भएको छ। बाटो त खतरा रहेछ है। हानेको हेर्नु न भीम सरले। नाम चाहिँ देखिएन, भेरेटा पनि देखिएन है। कन्या पोखरी धनकुटा हर्दिया दानाबारी हर्दिया मार्ग है। यो यसलाई स्कुल डाँडा भनिँदो रहेछ। हर्दिया आयौँ है। ल यो पिपलको बोट बर पिपलै रहेछ नि त। आनन्दको ठाउँ छ। साउनमा पनि कति राम्रो धनिया है पहाडमा। तिहारको लागि तयारी होला यो सयपत्री। कति राम्रो मखमली फुलहरू है। पदयात्रामा जाँदा अब यस्तो यस्तो सामान गर्नुपर्छ है। पहाडको अदुवा खेती कति राम्रो। साउन 30 गते होइन आज? साउन 30 गते यस्तो रायो साग देखिँदो रहेछ। कति राम्रो लोकेसन यार। कुहिरो त कुदेर आयो त हौ। यसो टोक्दै थिएन पाटके बुटकेहरू। दानाबारीमा नास्पति त टन्नै पो रहेछ त। धेरै फलेको। शिवजटाको खोल्छोतिर अलैँची घारी पनि देखियो।
यो चाहिँ बेसार घारी है, राम्रो छ। ट्रेकिङमा यस्तो यस्तो खान पाइन्छ क्या, त्यही भएर आउनुपर्छ। धानाबारी मुनतिर शिवजट्टा आइपुगे जस्तो छ। आजको ट्रेकिङ नि लगभग अब समापनै गर्छौँ होला होइन? अहिले कहाँसँग पनि ए समापन हुँदैन अरे। हामी दानाबारी ओह्रालो शिवजट्टाको पुलसम्म देखिँदैछ। सिमसा शिवजट्टा